मेरो लागि खुशी भनेको गाउँको त्यो सानो खेत, मेरी श्रीमती सुशीलाको हाँसो र हाम्रो सानो घर थियो। म मेरो मेहनतमा विश्वास गर्थेँ। तर सुशीलाको आँखामा सधैँ डलरको चमक हुन्थ्यो। उनी सधैँ भन्थिन्, यहाँको मेहनतले जीवन चल्दैन, विदेश जानुपर्छ, तपाईले बुझ्नु भएन। मैले सम्झाएँ, सुशीला, मैले यहाँ राम्रो काम गर्दैछु, हामी मिलेर काम गरौँ, यही सफल हुनुपर्छ, मलाई अरूको देशमा गएर तिम्रो पैसा खानु छैन। हामी दुई बीचको प्रेमको कुरा हराउँदै गयो र देशको ठाउँमा पासपोर्ट र भिसाको कुराले लियो। हाम्रो झगडाको कारण अब सपना थिएन, केवल अर्थशास्त्र थियो। सुशीलाले मेरो कुरा सुन्न छोडिन्। उनी हरेक दिन विदेशबाट आएका मानिसहरूको कथा सुनाउँथिन्, जसले मलाई असफल भएको महसुस गराउँथ्यो। एक साँझ मैले सुशीलाको हातमा एउटा पासपोर्टको तस्बिर देखेँ। उनी चुपचाप भिसाको प्रक्रियामा लागिसकेकी रहेछन्। उनले मलाई सोधिनन्, उनले मेरो विचार लिइनन्। उनले हाम्रो प्रेम र सम्बन्धलाई भन्दा आफ्नो व्यक्तिगत आकाङ्क्षालाई ठूलो ठानिन्। मैले रिसले त्यो पासपोर्टको तस्बिर च्यातेँ। मैले चिच्चाएँ, तिमीलाई पैसा चाहिएको हो भने म दिन्छु, तर तिम्रो यो निर्णयले मेरो आत्मसम्मान च्यातिएको छ। सुशीलाले कुनै जवाब दिइनन्। उनले भनिन्, तपाईले मेरो सपना कहिल्यै बुझ्नु भएन। उनी मलाई र मेरो आत्मसम्मानलाई त्यही छोडेर आफ्नो विदेश जाने सपना बोकेर गइन्। आज उनी मलाई हरेक महिना पैसा पठाउँछिन्, तर म त्यो पैसालाई कहिल्यै छुँदिन। त्यो पैसा मलाई विदेश गएको प्रेम र च्यातिएको आत्मसम्मानको मूल्य जस्तो लाग्छ। मेरो पीडा यो होइन कि उनी टाढा गइन्। मेरो पीडा यो हो कि पैसाले हाम्रो प्रेमको मूल्य र मेरो आत्मसम्मानलाई किन्यो र म चुपचाप हेर्न बाध्य भएँ।